साथीहरू सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा साथीहरू। अनि आज चाहिँ हामी चाहिँ हस्पिटल जाँदैछौँ। म चाहिँ आउट अफ भ्याली गएको थिएँ होइन, अनि हिजो मात्रै आइपुगेको। अनि बहिनीको चाहिँ हात हल्का क्र्याक भएको छ क्या। अनि त्यसपछि चाहिँ हामी चाहिँ आज चाहिँ कहाँ हस्पिटल जान्छौँ हामी हार्जोनीको हस्पिटल जाँदैछौँ। अनि त्यसपछि अनि चाहिँ घरबाटै भिडियो स्टार्ट गरेको छु होइन। जाँदैछौँ के कस्तो हुन्छ साथीहरू। हिजो पनि उताबाट आएर गएको होइन, अनि हिजो पनि कस्तो घामले गर्दा अनि हिजो पनि उताबाट आएर गएको। अनि फेरि आज आउनु भनेको छ, त्यही भएर जाँदैछौँ साथीहरू। अनि आज चाहिँ हाम्रो चाहिँ के हुन्छ अब कस्तो हुन्छ। मलाई यहाँ आएपछि अलिक राम्रो देख्यो, तर ब्याकग्राउन्ड त खतरा है। यस्तै हो ब्याकग्राउन्ड। अनि त्यसपछि के कस्तो हुन्छ त स्कुटी फर्केर गर्छु। अब हामी चाहिँ यहाँ स्कुटीमा जाँदै हेर्नु न साथीहरू। एउटा कुरो भन्ने क्या, यो भाइको बाइक पहिला किनेको कति वर्ष भयो? 3 वर्ष 4 वर्ष भयो है। नयाँ नै छ होइन, त सुनिरहेको छ फेरि माथि कोठाबाट। नयाँ नै छ हेर्नु न, यतिको नयाँ नै हो नि होइन। सुन त साँच्चै नयाँ छ यसको बाइक। हेर्दा यहाँ के गरेछ ऊ त, के भएको यो के भएको? अब हेर्नु न 4 वर्ष त भइसक्यो है, नयाँ छ बाइक है। अब हुन त धोएर यताउति गरेर होला, तर खासमा यसले स्कुटी चाहिँ लास्टै फोहोर गराउँछ। यो स्कुटी चाहिँ अब नयाँ स्कुटी पनि झन् झन् त्यो सिटहरू बस्ने सिटहरू यस्तो भइसकेछ है। किनभने साथीहरू होइन, एउटा कुरा चाहिँ के भनेदेखि यसले चाहिँ पछाडि किनेको स्कुटी पनि थोत्रो भइसकेको थियो। अनि चाहिँ एक्सचेन्ज गरिसक्यो नयाँ लिएको अस्ति दसैँमा। अनि यो स्कुटीको क्या हाम्रो चाहिँ के छ भने, यो छ नि बस्ने सिट यहाँ चाहिँ नि, यहाँ चाहिँ जहिले पनि के भन्छ त्यो बिरालो आएर बस्ने, अनि त्यसपछि कोतार दिन्छ क्या। यहाँ चाहिँ हाम्रो घरमा चाहिँ त्यस्तो गर्छ, तर बाइकमा चाहिँ गर्दैन क्या। एउटा अनौठो कुरा है, त्यस्तो छ। अनि यहाँ राख्नै हुँदैन क्या, त्यस्तो गरिहाल्छ। अब फर्काउने फेरि हाम्रो यहाँ धेरै स्पेस पनि छैन क्या। अनि पार्किङ चाहिँ गाह्रै छ क्या हाम्रो घरमा, समस्या छ। अब हामी चाहिँ जान्छौँ साथीहरू, के कस्तो हुन्छ है त। यतै ल्याउने यसले कस्तो घोज्छ क्या, तान्छ क्या लुगाइले। यो चाहिँ के को बोर्ड छ क्या हामीसँग चाहिँ, लास्टै घोज्छ नि यसले त। कहाँ फल्दैन, यो काटेर फाल्दैन हुन्छ, कामै त छैन। कामै छैन घोच्यो क्या लास्टै मलाई आधा काँडै काँडा ल जा। त्यस्तो छ नि यहाँ, 2टा बाइक भएर हो। एउटै भयो भने त त्यस्तो हुँदैन। पार्किङको चाहिँ अलिक समस्यै छ क्या साथीहरू हाम्रोमा। झरो तलतिर गेट पनि खोलेकै छैन। अब म चाहिँ गेट खोल्छु। गेट फेरि यस्तो साह्रो हो नि हाम्रो यो गेट लास्टै हाम्रो। अब म जान्छु, म ढोगेको छैन, बाइक ढोगिन्छ ढोग्छु क्या म चाहिँ जहिले नि यहाँ यसरी बस्दाखेरि। साथीहरू अब हामी जाँदैछौँ। अब त्यहाँ पुगेपछि चाहिँ हामी विल कन्टिन्यू वहीँहरू देखाउँछु के कस्तो हुन्छ। बाई अहिलेको लागि फाइनली गाइज हामी चाहिँ आइसक्यौँ है। कस्तो घाम छ क्या आज एकदम धेरै नै भने। कति मजाले परेवाहरू हेर्न कसरी उड्यो, त्यही भएर होला। ए यहाँ मेल रहेछ नि त, त्यही भएर होला। कति खाने क्या त। हामी चाहिँ हस्पिटल आएर पार्किङमा छौँ होइन। अनि अब ज्याकेट नलाउने, ब्रासलेटै बाङ्गो भएछ तेरो। अनि आमै मनपर्ने सानो कुन्टु हिँडेको हेर नि आमा, के हो रे सानो मैले। अनि हामी चाहिँ हस्पिटल आइसक्यौँ, अब जाँदैछौँ होइन। त्यो रिपोर्ट त हिजो देखाइसकेको होइन, कस्तो घाम छ यार, लास्टै घाम छ भनेको। एउटाको देखाएको एउटाको बाँकी छ होइन। ल हामी जाँदैछौँ अब हस्पिटलमा गएर। यहाँ चाहिँ 20 रुपियाँ लाग्दो रहेछ है। यहाँ त के घाम हो र होइन, ऊ धरानतिर त कति धेरै घाम छ, कति धेरै कुरा नगरौँ। कस्तो माया लाग्छ। अब चाहिँ फाइनली हामीले पार्किङबाट चाहिँ हामी आइसक्यौँ। आज हाम्रो धेरै काम छैन, रिपोर्ट देखाउने हो। तर पनि अब यहाँ चाहिँ रिपोर्टै देखाउनु भयो भने अलिकति टाइम चाहिँ लाग्छ। मेसिनहरू किन्न त त्यस्तो धेरै टाइम लाग्दैन। अनि
हामी त्यो काम सक्छौँ अनि हामी आज के खाने भनेको ए आज एउटा कुरा भनिसक्यो साथीहरू हाम्रो खालि फन्नी मात्रै भिडियो हुन्छ है यसको नाकको फुली होइन यसको सानो नाक छ नि त अनि यसको नाकको फुली यहाँ भित्र रहेछ अनि मैले खुट्टा तानिदिएको तैँले फुली निकाल्दैछ भने त्यो मोमो खान्छु भनेको क्या के हो भने के भन्नुहुन्छ त्यो मोमो खाउँछु भने अनि यसले झोल मोमो खाउँछु भन्छ साथीहरू अब यसको मैले फुली निकालेको बापतमा चाहिँ मैले मोमो खुवाउँछु भने खालि ए होइन यस्तो म फेरि भन्छु हामी अलिकति म यता डिस्ट्र्याक्ट भएँ यस्तो भएको थियो कि मेरो फुली मैले लगाइरहेको फुली यस्तो कालो भइसकेको थियो म निकाल्न सकिरहेको थिएन निकाल्नलाई सुनपसलमा जानुपर्ने जस्तो भइरहेको थियो अनि यसलाई निकाल्दैन भनेको सक्दिनँ भने अनि तल म मोमो खाउँछु भनेको झ्याप निकालिदिरहेको क्या अनि त्यही भएर भनेको नाक सानो चाहिँ भित्तामा रहेछ क्या त्यही भएर त्यही नै हो अरू त्यस्तो केही छैन अब चाहिँ पछि भिडियो चाहिँ हामी पछि फेरि कन्टिन्यू गर्नेछौँ अब चाहिँ ठ्याक्क हस्पिटलकै गेटमा आइसकेको छौँ हामीहरू चाहिँ ल स्टे ट्युन गाइज सी यू अब चाहिँ हामी यहाँ एकछिन सोध्छौँ हामी चाहिँ रिसेप्सनमा छौँ ल फाइनली हामीले चाहिँ अब अहिले चाहिँ रिपोर्टहरू पनि देखाइसकेको छौँ अनि हामी चाहिँ बाहिर आइसकेको छौँ अब खासै त्यस्तो केही नरहेछ मेडिसिनहरू कन्टिन्यू गर्ने अनि पछि रेस्ट गर्ने त्यस्तै त्यस्तै भयो अब चाहिँ हामी ब्याक टु होम लागेको मोमो त भर्खर खाना खाएर आएको अब घर छैन घर गएर खाने भने होइन भिडियो बनाएर होइन घर भिडियोभित्र होइन कहाँ गएर खाने हो रेस्टुरेन्टमा बसेर त के होइन गाइस तपाईँ के भन्नुहुन्छ भन्नु त त्यो मोमो पनि रेस्टुरेन्टमा बसेर खाने त मजा आउँदैन खाइरहेको हुन्छ नि अर्को भिडियोमा तेरो कपाल कस्तो राम्रो आएको भाइ तर अहिले चाहिँ राम्रो हुनु थाल्छ होइन होइन यो कलर भनेको मेरो त अस्ति अस्ति त राम्रै थियो अब त्यो फेरि अलिकति डिस्कलर भइसक्यो यो क्यामेरा एङ्गलमा होइन घर गएर खाने भने होइन साँच्चै सोधेको मैले नो हामी चाहिँ हेर यहाँ यस्तो राम्रो ग्रिनरी छ ए टिकटक सिकटक बनाइसकेर अनि त्यसपछि चाहिँ फोटोसोटो नै अलिअलि खिच्यौँ होइन होइन यति बेला खाना गएर त अनि त्यसपछि चाहिँ के भन्छ के भनेको अनि अब हामी चाहिँ घर जाँदैछौँ भनेको हामी घर जाँदैछौँ कस्तो घाम लागेको छ क्या साथीहरू एकदम धेरै होइन अल्छी लागिरहेछ उहाँ पर बसिरहेको चाहिँ स्कुटर निकाल्दैछ अल्छी लागिरहेको हामी चाहिँ के खानु बसेको रे कोकोनट वाटर अनि यहाँ चाहिँ धेरै फलफुलहरू छ हामी चाहिँ एउटा खाने भने बसेको होइन नरिवल पानी त्यही गरेर यत्रो धेरै बेर बोलेको खाने हो यहीँ बनाइदिने एउटा है खाने होइन त कोकोनट ओइल भने चाहिँ मिठो छ ल अर्को नि भनेको छ अब अर्को चाहिँ म खान्छु पाएँ एउटै रहेछ भने ल मैले चाहिँ खाइसकेर म चाहिँ बसिरहेको छु अनि त्यसपछि यसको चाहिँ बाँकी छ याद आउँछ सधैँभरि ओए मायालु बसेको तिमी काखमा महल थियो तिम्रो रोजाइ ओए मायालु भिडियो अन गरेको छैन ल साथीहरू म पनि एकछिन मोबाइल हामी चाहिँ साथीहरू होइन हस्पिटल गयौँ अनि त्यसपछि कस्तो क्रेभिङ भइरहेको थियो कि यो होइन अनि त्यसपछि क्रेभिङ भइरहेको थियो कि अनि हामी चाहिँ करेन्ट चाउचाउ ल्याएर दिदीबहिनी भएपछि त यस्तै हुन्छ तपाईँहरूको चाहिँ दिदीबहिनीहरू कस्तो हुन्छ हामी चाहिँ बाध्दै झगडा गर्दै होइन बाध्दै नै हाल्छ नि त त्यस्तो नचाहिने कुराहरू पनि सेयरिङ गर्दै जे पाती भन्दै यस्तो खाँदै होइन दिदीबहिनी भनेर त त्यस्तै हुन्छ ल कत्रो बाइट चर्को भन्छ तैँले चर्को खान्छ रहेछ है ठिक्क मजाले अब तर करेन्ट चाउचाउ धेरै पकाएको मिठो हुँदो रहेछ यही ठिक छ एकैचोटि
खालि कल्पनाको चाहिँ आमा छोराको मात्रै पठाइदिन्छ फोटोहरू आमा छोराको मात्रै हाल्छ म त अनि भङ्कै खाना खाएको होइन सुपमा खुवाउनुपर्छ नि अब कहाँ अड्छ होला अड्दै नि दिदी अब नि आज भिडियो लामो भयो क्या है हुनु त चाहिँ बाटोमा आउँदा पानी पनि खाएको अझ त भिडियो गरेन कति भिडियो गर्नु भनेर खाँदै खाँदै होइन साथीको चावलको लुगा हामीले लुगा किनेको पसलको भाइले हामी भिडियो सधैँ हेर्नुहुन्छ अरे हो र कसले भनेको कसो थाहा भयो तँलाई तँलाई कसरी थाहा भयो म त धेरैचोटि गइसकेँ नि त उयो भाइले भन्नु ए हो हेर्नुहुन्छ अरे अनि कमेन्ट गर्नुहुन्न अहिले त सधैँ कनेरको खाता आउँछ दिदी पनि भन्दैछ मलाई पनि करेन्ट फेभरेट हो अरे म कति पछि त्यहाँ गइसकेँ कतिचोटि के किन्न गइस् दसैँ सबै मान्छेहरूको त्यहीँ गएको हो सक्यो त मजा आयो है म त भोक लाग्यो मजा आयो अन्त अझ खाना खाएको अघि र पनि आज आयो क्या अब के हुन्छ देखाउँछ है त